हेलो गुड मर्निङ साथीहरू आज चाहिँ दसैँ हो सबैजनालाई ह्याप्पी दसैँ। आज चाहिँ म किन छिटो उठेको भन्दाखेरि आज मैले सेलरोटी बनाउँछ त्यही भएर छिटो उठेको। अहिले कहीँ बिहानको 5:30 हुँदैछ। अब चाहिँ ढिला नगरी रोटी पोल्नुपर्ने हुन्छ। बाहिर हेर्ने अँध्यारै रहेछ। ढिला नगरी रोटी पोल्नुपर्ने हुन्छ। अगाडिको भिडियो त्यसको स्क्रिनसटहरू मैले चाहिँ यहाँ रोटी पोलेर भ्याएँ फाइनली। मेरो सेलरोटी डह्रो यार रोटी चाहिँ मेरो सेलरोटी रेडी भयो। भ्याएँ फिनिस गरेँ। अब चाहिँ अरू काम गर्छु। हाम्रो यहाँ बा पनि भयो सर। यो दसैँको दिन चाहिँ यो दैलो पोट्ने चोखाउने भन्छ। त्यही भएर हाम्रो यता गाउँतिर चाहिँ त्यही भएर यहाँ चाहिँ दैलो पोट्नै पर्छ पर्वमा। मैले चाहिँ यहाँ थोरै पोट्दैछु। गाउँघरको चलन के चोखा बच्चा दैलो भन्छ नि त। त्यही भएर चाहिँ मैले लिँदैछु लागेको सुसन लाग्दैछु के। यहाँ चाहिँ दैलो लिप्नै पर्छ गोबर माटोले। त्यही भएर लिप्दैछु। अरू सबै काम सकाएर अब चाहिँ म चाहिँ अलिअलि मेकअप गर्छु। सो अनि मेकअप सेकअप गरेर त्यसरी भएर पिसी सिकाएर सासू ससुराको हातबाट आशीर्वाद लिनुपर्ने हुन्छ होइन। यति भरभरको आशीर्वाद लिनुपर्ने हुन्छ। सो त्यही भएर अब ढिला नगरी म चाहिँ अब रेडी हुँदैछु। सो मेरो फाइनल लुक हजुरहरूलाई देखाउने नै छु। अब चाहिँ ढिला नगरी रेडी हुँ। त फाइनल लुक चाहिँ यो साथीहरू यो गाउँमै रुँदैछ क्या। यहाँ चाहिँ टिका सेतो रातो सबै छ साथीहरू। म चाहिँ बनाएको सेतो रातो दुइटै बनाएँ। जमारा टिका यहाँ चाहिँ मेरो छोरी रेडी हुँदैछ लाउनलाई तयारी छ। हामी पनि रेडी छ मानु छोरा ल न अब हिरो नहुन्न। यहाँ चाहिँ परदेशको छोरालाई लाइडेन भनेर ढोकामा चाहिँ एउटा मूल ढोका भइहाल्यो। एउटा छोराको लागि भइहाल्यो। यस्तो चलन छ हाम्रो चाहिँ। सबैको हुन्छ अरे गाउँघरमा चाहिँ। खोइ तलतिर छ कि छैन। हामी चाहिँ अझै पनि यस्तो लगाइदिन्छौँ। छोरा घरमा हुँदा घरमा नहुँदा ढोकले टिका लाउन स्टार्ट गरिसक्यौँ। यहाँ अब भइसक्यो यो सुप टाइम आइसक्यो। अब दङ्ग छैन त। हलदार नि हो छिटो भन्न न के को। हलदार नि हो छिटो भन्न न के को। बहुत तेज हो रहा है। ल खै ल खुट्टा ल सुनिटाहरू आएपछि सुन्तालाई लगाइदियो नि। त्यसपछि बाउ बुटो लगाउनुहुन्छ। आफ्नो बाउ आमाको हातको टिका लाउनु चाहिँ हामी चाहिँ लगायौँ। अहिले चाहिँ हामी चाहिँ माइतो अहिले जान्नौँ। अहिले दसैँको बेला गाडी पनि पाइन्न बर्खामा छ। त्यही भएर म गएन। कुन्नौतिर गयो भने जान्छु होला साथी। बन्द गरौँ। हामीले चाहिँ लगाएर भइसक्यौँ। अब चाहिँ खाना खानातिर लाग्छौँ होला। हाम्रो चाहिँ यहाँ छ सबै। यसले लगाई यसले पनि लगाई। बाउहरूको चाहिँ निधार खाली छ। उहाँ गएर लगाउनुहुन्छ आफ्नो आमाको हातको टिका। त्यही भएर लगाउनु भएको छैन। अब चाहिँ अब जान्छौँ। आमाले पनि लगाउनु भएको छैन। आमाले पनि उहाँ आफ्नो सासूको हातको टिका लगाउने नै हो। त्यही भएर अब चाहिँ खाना खानातिर लाग्छौँ होला। सो अगाडिको भिडियो स्टेडियम साथीहरू यहाँ सुनिता आइसक्नु भयो टिका लाउन। ल सुनिता
के सुनिता नन्द भन्नु न हेर के सुनिता नन्द भन्नु न हेर उससे मेरा क्या फायदा? सुषमा नानीको छ यहाँ अब चाहिँ टिकी लगाइदिनु हुन्छ पहिला बाले लगाइदिनु हुन्छ मैले पनि लगाइदिनु पर्छ मैले पनि लगाइदिनु पर्छ अरे यहाँ चाहिँ भान्जी हाम्रो पुकुली भान्जी हो न हामी नक्कली अब चाहिँ टिकी लगाइदिन्छु मैले पनि लगाइदिने हो बुवाले लगाइदिनु हुन्छ अरे बाले नि कस्तो बुहाले गयो उहिले बाले लगाइदिनु हुन्छ अरे अब हामीले लगाइसक्यो म त यति अब पैसा जान्न बाई बाई गर ल दिदीलाई गएको देखेर हो क्या ल उहाँ जानुभयो बुटोल बाई बाई गर बाई बाई नारो भाइ साथीहरू आज हामी यहाँ फोटो खिच्ने मान्छे नभएर कम्ता गाह्रो भएको छ कि यति कता कता गयो यहाँ रहेछ कि यस्तो लपर भइसक्यो साथीहरू कता यहाँ आज यहाँ क्यामराम्यान नभएर कि फोटो खिच्ने मान्छे नभएर कि साथीहरू कम्ता दुःख पाएको छैन हो मान्छेहरूमा यहाँ बल्ल 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 यो सेल्फी स्टिकले आधा दाउदा बल्ल भएको छ कि हाम्रो यहाँ बल्ल एक दुईवटा फोटो खिच्यो भयो त्यति भएपछि भनेर चाहिँ हामी आउनु आँटेको घरतिर झरेको फेरि सिन फेरि कहीँ छैन क्या हाम्रो घर हाम्रो यतापट्टि भएर कि त्यो त्यही भएर राम्रै छैन कि बाटो पनि पिच भएर राम्रो देख्छ नि त बाटो पनि पिच नभएर राम्रो देखेन क्या सिन त राम्रो तर ताता घाँसै घाँस भएर रुख रुख भएर छेकिरहेको छ क्या साथीहरू यहाँ हुनुहुन्छ माइजू मेरो घर चाहिँ यही हो यहाँ माइजू भर्खरै फोटो खिच्ने मान्छे नभएर हामी त त्यही पनि मेरो छोरा हेरिदिने मान्छे नभएर क्या ए आइयो बल्ल फोटो खिच्दै के अरे मेरो यो मोबाइल पनि बाहिर रहेछ नि त साथीहरू ल हाल्ने चाहिँ अलिअलि यसरी हाल्नलाई चाहिँ खिचिन् के अब भयो पुग्यो साथीहरू अब चाहिँ फोटो हेर्छौँ यहाँ चाहिँ मेरो छोराले कम्ता दुःख दिएको छैन आमामा कम्ता दुःख दिएको छैन नि ले यता त आज त दस एकदम रमाइलो भयो हामीलाई चाहिँ घर बसी बसी तपाईँहरूको कस्तो भयो हामीलाई लाग्दा स्पेसल रमाइलो भयो यहाँ यो पनि बुटोल टिका लगाएर आइसक्यो आमा बुवा पनि आइसक्नु भयो आमा बा पनि टिकी सिकी लगाएर आइसक्नु भयो अब चाहिँ खानासाना खाएर सुत्नु भएछ सो आजको भिडियो यति नै हो कस्तो लाग्छ लाइक सेयर गर्न नबिर्सिनु होला बाई बाई